ल गुरु हामी कहाँ छौँ अहिले ल भनिदिनुहोस् ल। हामी छौँ यहाँ मनोकामना जाने। आजको भ्लग मैले हाम्रो आज हामी गुरुबाट सुरु गरेँ। मनोकामना दर्शनको अवसरको लागि कक्षा 10का भाइ बहिनीहरूलाई लिएर हामी मनोकामनाको लागि जाँदैछौँ र मसँग एउटा सरप्राइज पनि छ। मैले पोहोर आउँदाखेरि दुईवटा नानीहरूको फोटो खिचाएको थिएँ, त्यो फ्रेम गरेर राखेको थिएँ, त्यो लिएर आएको छु। अब मिल्यो भने म दिन्छु र उनीहरूको एक्सप्रेसन हामी क्याप्चर गर्नेछौँ, रियल मोमेन्ट होइन गुरु हो। ल अब मैले यहीँबाट सुरु गरेँ। अब हाम्रो बाटो यता पछाडि छ, यो बाटो हुँदै जाने हो। ल हाम्रो यात्रा सुरु भइसक्यो। मेरो पछाडि को छ खै कहाँ गयो? अब यता साइडमा आइज, अगाडि आइज। कहाँ हो? यो हामी मनोकामना जाने बाटोमा है। ल अनि ल केटाहरू आधी अगाडि आइ बन केटा हो। ल बाटो यस्तै यस्तै हो, मजा छ। ल आइ बन, आइ 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 बन। बाबु के छ? ठिक छ सर। कस्तो भइरहेको? ए सर अहिले त एकदम इजी हो। अब 5 मिनटमा हो सर माथि। So high I'm hypnotized. What's up is down, what's left is right. Chasing stars and holding you. I can't see the end, but we'll see it through. Times don't fly too high. Be sure to keep the ground in sight. Fly forever if you keep it tight. Love the world but keep the sky on your mind. We're soaring on top of the world.
यस्तो जक्सनमा केटाहरू सब पछाडि रेस्ट हान्दैछन् सबैजना केटाहरू बब्बाल थाकेर चाउचाउ हान्दैन होइन आदि ग्रुपहरू तलबाट आउँदैछन् हामी अहिले यहाँ बिचमा यो चौतारीमा म तपाईँहरूलाई देखाइदिन्छु ल मनन सर कहाँ छौँ हामी अहिले कहाँ छौँ मनोकामना हिँड्दैछौँ राय सर कहाँ छौँ हामी अहिले रमाइलो ल हामी चाहिँ अहिले हिँड्दैछौँ अब डाइरेक्ट तपाईँहरूलाई चाहिँ म माथि पुगेपछि म तपाईँहरूलाई अपडेट दिन्छु है त कहाँनिर भन्नु त ठ्याक्कै ल यो नानीको नाम चाहिँ सौभाग्य अरे हामीले भर्खर थाहा पायौँ यहाँ माथि घर छ अरे अब हामी फोटो खिच्नु ल ल कहाँ बस्छ भन्नु त उसको बहिनी पनि छ सानो छैन बहिनी होइन मसँग दुईवटा नानीहरूको म पोहोर आउँदाखेरि फोटो खिचेको थिएँ क्या अनि त्यो मसँग एउटा फ्रेम छ क्या अनि त्यो दिउँ भनेर के ए सौभाग्य त हो यहीँको कहाँ बस्छ भन्नु त तपाईँहरूलाई दिँदा तपाईँहरूले दिन सक्नुहुन्छ मेरै छोरी हो नि त सौभाग्य त तपाईँको हो हजुर मसँग फोटो छ क्या अनि म त्यो दिउँ भनेर अनि अहिले उता मामा घर गएको के हो गुरु यही आइन्छ क्या गुरु फोटो छ के अनि त्यही भएर अनि यो नानी चाहिँ को होला चिन्नुहुन्छ कहाँ हो यही के अरे यही मामा घरको नानी हो यो हो हजुर तपाईँ दिन सक्नुहुन्छ फोटो सक्छ ए दिनु है मैले पोहोर खिचेको अनि अहिले भर्खरै बनाएको थिएँ अनि म सधैँ हामी स्कुलको बच्चा लिएर आउँछौँ कि मनोकामना लिएर आउँछौँ अनि त्यो बेला म दिन्छु भन्ने मैले सोचेको थिएँ कहाँदेखि आउनु भयो र हजुरहरू हामी चितवन रामपुरबाट राई सर हामी स्कुलबाट हो हजुर हामी सधैँ बच्चाहरू लिएर आउँछौँ कि यसरी दिने बच्चाहरूलाई चाहिँ लिएर आउँछौँ अनि उहाँ चाहिँ हाम्रो स्कुलको सर हुनुहुन्छ हुन्छ बच्चाहरूदेखि सम्झना हुन्छ योबाट अर्को साल पनि आउँछौँ हामी भोलि हुन्छ
नमस्काराय नमः शिवाय शिवतराय च ओम नमः शिवाय ए काठमाडौँबाट यहाँसम्मको यात्रा चाहिँ कसरी रह्यो त गुरु प्रभुको लीला मात्रै त होइन होला उहाँको लीला मात्र हो नि उहाँले बनाइसकेको संसार हामीले बनाउनु खोजेर हुँदै हुँदैन मलाई यो कुरा तपाईँलाई 3 वर्ष अगाडि सोध्न मन लाग्थ्यो क्या है अब त्यतिलाई के भयो मिलेन तपाईँ उमेरले चाहिँ कति हुनुभयो अनेक परिस्थिति बाध्यता हुन्छ त्यो एउटा बाटो मात्रै हो आदेश त्यो बाटो मात्रै हो कि यहाँसम्म आउने बाटो मात्रै हो वास्तवमा त्यो पहिले लेखिसकेको छ हामीलाई दुःख देला होइन हामीलाई वैराग्य बनाइदिएला त्यो त एउटा बाटो हो यहाँसम्म आउने हजुरले सोध्नु भयो त्यसै त आउनु भएन होला हजुरले भन्नुको अर्थ केही भयो होला तब साधु बन्नु भयो त्यो साधु बन्ने एउटा परिस्थिति भनेको त्यो एउटा बाटो बनाइदिएको हो कि अब चाहिँ तिम्रो कर्म यो सिद्धियो अब तिमी भगवान्को कर्ममा जाने त्यो हुनाले अब तपाईँको उमेर चाहिँ कति भयो गुरु मेरो उमेर भन्न मिल्छ भन्ने भन्नु उमेर मेरो भाइन जस्तो लागेन 40 पुग्नु लागेन यहाँमा हामी त समकालीन पो रहेछौँ त गुरु हजुर होला कति वर्ष हो यहाँ बस्नु भयो म यहाँ बसेको 8-9 वर्ष भयो है त्यो तपाईँ यहाँ आएको दिनमा बेलामा यहाँ को थियो नि तपाईँभन्दा माथि अथवा कोही थियो कि थिएन हुनुहुन्छ गुरु हुनुहुन्छ मेरो गुरु हुनुहुन्छ उहाँ पहिला उहाँ बस्नु हजुर मेरो गुरु अहिले पनि हुनुहुन्छ अहिले नै हुनुहुन्छ